मोल्नुहोस्। थोरै पानी थपेर यसलाई कम्तीमा आधा घण्टा जति म्यारिनेट हुन छोडिदिनुहोस्। अब एउटा ठूलो भाँडामा मैदा, नुन, थोरै मरिचको धुलो अनि प्याज र लसुनको धुलो मिसाएर सुक्खा पिठो तयार पार्नुहोस्। अर्को भाँडामा चाहिँ अलिकति मैदा र यिनै मसलाहरूमा सोडा वाटर हालेर एउटा बाक्लो घोल बनाउनुहोस्। यो सोडा वाटरले तपाईको चिकनलाई झनै कुरकुरे बनाउँछ। अब सुरु हुन्छ असली जादु। म्यारिनेट गरेको मासुको टुक्रालाई पहिले त्यो बाक्लो घोलमा चोप्नुहोस् अनि त्यसलाई सुक्खा पिठोमा राखेर हातले थिची मज्जाले लटपट्याउनुहोस्। अब उम्लिरहेको तातो तेलमा यसलाई बिस्तारै हाल्नुहोस् र मध्यम आँचमा मज्जाले गोल्डन ब्राउन अनि क्रिस्पी नहुन्जेल तारिदिनुहोस्। लो हेर्नुहोस्, खल्ती पनि जोगिने र जिब्रो पनि रमाउने होममेड केएफसी चिकन तयार भयो। केएफसी स्टाइल फ्राइड चिकन घरमै। तपाईलाई पनि केएफसी जान मन छ तर गोजी चाहिँ रेत्तो? चिन्ता नगर्नुहोस्, यसरी बनाऊ बब्बाल फ्राइड चिकन घरमै। पूरा भिडियो हेर्नुहोस्। सबैभन्दा पहिले कुखुराको मासु लिएर भिनेगर, बाक्लो दही, खुर्सानीको धुलो र स्वाद अनुसार